नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। देश विदेशमा रहनुहुने मेरा आफन्तजनहरू, दाजुभाइ, दिदीबहिनीहरू र युट्युब फ्यामिलीहरूलाई जनै पूर्णिमाको धेरै धेरै शुभकामना। र आज म चाहिँ धेरै दिनको बादमा साथीहरू भ्लग गर्दैछु र अनि आज म के पकाउँछु, मेरो घरमा को आउनु हुँदैछ पाहुनाहरू, म तपाईलाई देखाउने छु। मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला है साथीहरू। आलु पनि धोइसके साथीहरू। म चाहिँ यो चाहिँ आलुदमको लागि रेडी गर्दैछु। कुकरमा 1-2 सिटी लगाउँछु म चाहिँ। मैले चाहिँ यो हरियो मटर भिजाएको थिएँ। यो चाहिँ म चाहिँ अब एकछिन बपाउँछु, पानीमा उमाल्छु। यो चाहिँ मैले काँक्राको लागि, अचारको लागि रेडी पार्दैछु। यता मैले आलु उसिन्दैछु। टमाटर चाहिँ धोइसके मैले साथीहरू। अब यसलाई चाहिँ म अब कुकरमा हालेर 3-4 सिटी लाएर चाहिँ म यसलाई उसिन्छु, नुन र बेसार लाएर। म चाहिँ यहाँ अचारको लागि काँक्रा रेडी गर्दैछु साथीहरू। धनिया पनि केलाइसके, टमाटर अब धोइधाइ गरेर अचारको लागि अब म यो बनाउँछु। मसलाहरू पनि पिसेर रेडी गरिसकेँ मैले। तेलहरू पनि आज चाहिँ नानीहरू पनि छैन घरमा, म एक्लैले गर्नुपर्ने साथीहरू। र अनि यता मैले खाना खानुको लागि पाहुनाहरूलाई 11 बजे बोलाउँछु। छिटो अब गरेर म चाहिँ पकाउँछु। र मैले चाहिँ यो सुँगुरको मासु ल्याएको छु। मैले चाहिँ अब सुँगुरको मासु चाहिँ फ्राई गर्छु। क्वाटी पनि पाक्यो साथीहरू। अब म चाहिँ यसलाई मसला लाएर चाहिँ पकाउँदैछु है साथीहरू। यता चाहिँ मैले यो पुलाउको लागि ल्वाङ, सुकमेल, तेजपत्ता उमाल्दैछु साथीहरू। म चाहिँ अनि यहाँ प्राउन तार्नु लागेको। अब चाहिँ प्राउन मैले झिकिसकेँ। यहाँ तेल मेरो तातिँदैछ साथीहरू। गर्मी चाहिँ एकदम धेरै छ साथीहरू हाम्रो यहाँ धरानतिर। तपाईहरुकोतिर कस्तो छ? तपाईहरुकोतिर के पाक्यो साथीहरू? मेरो चाहिँ पाक्दैछ है साथीहरू। यहाँ म तपाईहरुलाई देखाउने छु मेरो भ्लगमा। यहाँ मैले सबै रेडी गरिसकेँ। यो अहिले पकाउनुको लागि मैले यहाँ सुँगुरको मासु धोइधाइ पारेर सबै रेडी गरिसकेको छु मैले। यहाँ काँक्राको अचार, यहाँ छ धनिया, टमाटर, तेजपत्ताहरू, यो प्याज, खोर्सानीहरू रेडी गर्दैछु साथीहरू। यस्तै छ। पनि तारिसकेँ मैले साथीहरू। मैले चाहिँ तेजपत्ता पड्काएँ। तेल पनि भयो साथीहरू। म चाहिँ यता आलुदम बनाउँदैछु। आलुदम बनाउँदैछु म चाहिँ। मैले प्याज पनि लगाएँ, प्याज भुजाएँ। त्यसपछि मैले यो तिल, अदुवा, लसुन, टमाटर, लसुनको पेस्ट लगाइदिएँ साथीहरू। यसले चाहिँ एकदम राम्रो गर्छ आलुदमलाई चाहिँ। यो तिल लाउँदा चाहिँ त्यो पनि साथीहरू यसरी पकाउँछु। यता चाहिँ सुँगुरको मासु पकाउँदैछु साथीहरू। अनि यता चाहिँ म आलुदम बनाउँदैछु यहाँ छिटो गरेर। अनि भेटिसकेँ मैले साथीहरू। म चाहिँ अब उसिनेको आलु लगाइदिएँ आलुदमको लागि। आलुदम चाहिँ मेरो रेडी भयो साथीहरू। यता मैले अचार पनि झानिसकेँ, खोर्सानी र मेथी। यसमा टमाटर लगाइदिन्छु। मसला पनि भित्रै मैले चाहिँ त्यसपछि मैले टमाटर लगाइदिएँ। मसला चाहिँ पाक्यो साथीहरू। मैले यो चाहिँ क्वाटी लगाइदिएँ, यो अघि उसिनेको भयो। मेरो चाहिँ घिउ चाहिँ म चाहिँ साथीहरू माथिबाट लाउँछु पाकिसकेपछि। पहिला नै अगाडि नै लायो भने चाहिँ घिउको बास्ना चाहिँ आउँदैन। म चाहिँ पछिबाट लाउँछु। चाहिँ सुँगुरको मासु पनि पाक्यो साथीहरू। यो मेरो चाहिँ मैले माथिबाट म चाहिँ अब चाहिँ साथीहरू यो अचार मोल्नु लागेको। यो चाहिँ भुटेको कालो तिल हो।
पिसेर मैले रेडी गरेको अघि नै यो झानेको मैले खोर्सानी मेथी ज्वानो क्वाटीको सुप पनि उम्ल्यो साथीहरू। म चाहिँ अब यो माथिबाट घिउ लगाइदिन्छु। घिउ हालेपछि चाहिँ बास्ना चाहिँ एकदम मिठो आउँछ साथीहरू। हो माथिबाट लगाउनु चाहिँ घिउको टेस्ट चाहिँ म चाहिँ यति लगाइदिएँ। यसलाई चाहिँ म चलाउँछु। म चाहिँ अब यता पुलाउ पकाउनु लागेको साथीहरू। मैले घिउ हालेर पनि उयो गरिसकेँ, तातिसक्यो। मैले चामल लगाइदिएँ पुलाउको लागि। म चाहिँ भर्खर साथीहरू पकाइसकेर कामसाम सकेर चिसो खाँदै बसिरहेको छु साथीहरू। पाहुनाहरू पनि आएको छैन, अब आउने बेला भयो। चिसो खाँदैछु म चाहिँ, गर्मी धेरै भयो पकाउँदा। पुलाउमा चाहिँ मैले घिउ हालेँ साथीहरू। म चाहिँ यसरी घिउ हाल्छु। पुलाउमा चाहिँ मजाले चलाउनु पर्ने हुन्छ। सुँगुरको मासु, आलुदम र अचार खाना खानु लागेको साथीहरू। म चाहिँ मेरो लागि चाहिँ मैले पस्केँ। पाहुनाहरू चाहिँ आइसक्नु। खै ड्याडी चाहिँ बाजे खाना खानु हुँदैछ यहाँ बुवा चाहिँ। यहाँ सिर्फ रोबोट्स ही खाना बनाते हैं और वेटर भी वही है। मुझे ज़्यादा पसंद आई। ओके चलो देखते हैं। खाना कस्तो भयो त बुवालाई आज? जनै पूर्णिमा सबै एकदम मिठो भयो। पुलाउ कस्तो छ? सबैजना यता छोरी ज्वाइँ बुवा खानु हुँदैछ खाना। म पनि खाँदैछु। कस्तो भयो आज? रिजा ऊ चाहिँ मेरो जेठी छोरी हो। रिबा ज्वाइँलाई चाहिँ कस्तो लाग्यो? पढाउनु गएको थियो कि म एक्लै पकाएको। मसला चाहिँ बेलुकै पिसेको थिएँ मैले। रिया उता गइहाल्यो। के अरे उयो आज उयो रहेछ नि यसको ट्युसन रहेछ। अनि ट्युसन पढाउनु गयो रिया चाहिँ। अनि यता मैले पकाएको। खाना खाएर काम सकेर म चाहिँ बसेको साथीहरू। एकछिन यहाँ गर्मी भएर पङ्खाको हावा खाँदै। आजको भ्लग कस्तो लाग्यो साथीहरूलाई? लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सिनु होला साथीहरू। अर्को नयाँ भिडियोको साथमा फेरि आउनेछु। बाई बाई।